सम्पूर्ण साथीहरुमा नमस्कार। यो हेर्नुस् त के रहेछ यो फल देख्नुभयो नि तपाईहरुले। यो फल चाहिँ हामी यसलाई खनायो भन्छौं। यो चाहिँ यति छ हेर्नुस् त यहाँ लटरम्म खनाए टन्नै फल्या छ। यो चाहिँ असार लाग्ने बेला भएपछि यो पाक्छ। यो अहिले पाकेर हिँड्छ। खनाए हेर्नुस् त यी लहराभरि टन्नै छ। यो खनाएमा एउटा अद्भुत शक्ति हुन्छ। यो खनायो खायो भने पेट पोलेको, ग्यास्ट्रिकले समस्या दिएको, कहिलेकाहीँ पखाला लागेको, कहिलेकाहीँ साह्रै भोक लागेको अनि यसले काम गर्छ। भोक मेटाउने काम गर्छ यसले हैन। यो खनाए भनेको एउटा हाम्रो प्राकृतिकमा आफै उत्पन्न भएको चिज। यसलाई कुनै विषादी हालेको छैन। यो खानु हो भने तपाईको शरीरको मोटोपन पनि यसले काट्ने पनि काम गर्छ। त्यो चिज हो खनायो हेर्नुस् हैन। यो खनायो टन्नै छ तर अहिले भर्खर यो चितिला लाग्दै रहेछ। यो साह्रै छ, यो काच्चै छ। यहाँ मैले एकजना बासँग हिजो सोधेको थिएँ, भन्नुहुन्थ्यो जेठको अन्तिम असारको 15-16बाट पाक्न थाल्छ। जति पाके उति मिठो। त्यो मह त के हो र, महलाई पनि यसको स्वादले फेल गराइन्छ। त्यति अद्भुत औषधि हो यो। तपाईहरुको नि घर गाउँमा छ भने यो चिज खानु होला। स्वास्थ्यको लागि धेरै फाइदाजनक चिज हो। यस्ता भिडियो हेर्नको निम्ति मेरो फेसबुक च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु होला। यस्तै भिडियोहरु म तपाईलाई ल्याउने छु है त।